सुरनरे निवरतान्ते नीच जगति दैनो यश्च ऋषिगा सभाचान्मे सत्त्व वितरसुरसाधारणमभूत् स्मरात्मार्थ ज्ञानानैकपितुपाद्या परिभवत् मणिपादावात जगति जाता संशयपदम् पदं विष्णो भ्राम्य भूतभर्गरोग्रग्रहणम् यता देखाउने त क्यामेरा देखाउने त व्यापीतारागणगुणितवेणोजमरुति प्रभावो वाराम्याविजगलगुदृष्टाधिरजिते जगाद्वैताकारं जलधिवलयं तेन विदत्ता ततदृतिरथेश गधुरथ तथाङ्गे संसार रथधरपाणि सर इति विराजते गोय त्रिपुरक्रीडमाणं वरैः विदेहि क्रीडान्तो नगरुधरतन्त्र प्रभुदिरा सात्रन्तोलवलिनादाय फलयो वदेको नेताश्रीनिरमुदारन्नेत्रकमलं ततो वासुद्रेक परिणतिमदौ चक्रलभुषां प्रयाणं राज्याय त्रिपुरारजागरति जगतां ततो भुक्ति फलति पुरुषारा आफ्नै भिना छ धेरै लिनु हुँदैन भोलि पर्छ दिनुपर्छ भयो 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 500 रुपैयाँ फिर्ता दिने रे मान्यो मान्यो 500 रुपैयाँ फिर्ता गर्ने अझ त्यसमा नि राख 500 फिर्ता पाइँदैन ल भयो भयो येना जे सिकाउनु पर्यो नि त हम क्या था पैसा हल्ला अरे ये भगवान
कस्तो हुन्छ वरको घरा कस्तो हुन्छ पारा तिमीलाई जिन्दगीमा लाग्दो होला डारा कस्तो हुन्छ वरको घरा कस्तो हुन्छ पारा पानी रोकिसकेको थियो हामी देख्यो भने माया लाग्छ नदेखेकै जाति ए बहिनी जामुना पिराती नालाई जान हुँदैन 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 Bye.
भए पोको पार्थे मायाको काफिजु के बहिनी समुना पिरती नलाई जान हुँदैन अगाडि बढौ अगाडि
बजाउनु देउता अब तिमीहरू बसा हो अहिले मन लाग्यो भने नाच्न होला हो म बोलाउँछु
पैसा गन्दा त थोरै भयो सालीलाई भन्दा त यो पैसा गन्दा त थोरै भयो सालीलाई भन्दा त बाटो छेकेम यति पाइयो 500 होइन 1000को नोट चाहियो बाटो छेकेम यति त पाइयो 500 होइन 1000को नोट चाहियो सके जे जति झार्नु आफ्नै रगत अप्ठ्यारो हाम्रो कुरा बुझ्यौ नि तिमीले नि त्यसो भन्यौ छोडिदेऊ हामीले नि आफूबाट लाग्छ जग्गा ल्याउ न एउटा बनेको केही छैन हो त्यही केही छैन राख जम्मै उठाऊ दुईजनाले उचालेर घोकिया होती घोकिया त्यो पैसा छानछुन बनाएर आरीमा राख पिसेर भर्नुपर्छ फटाफट भर दुईजनाले भर्नु हुने त्यही भएर त्यो पैसाले धानभित्र गाजे माझे बनाऊ पर्दैन छोड्दिनु
खाइयो गाडीले खाइयो यता हिजो लगाइयो एउटा खसी बुझ्यो कसैले भनेको तपाईँले भन्नुभयो अलि के भन्दै क्यामेरा रेकर्ड भयो रेकर्ड आयो अरू बोल्नु अलि धेरै बोल्नु अझ बोल्ने दम्पति जीवनको धेरै धेरै शुभकामना धेरै धेरै बधाई
घरको मान्छे भयो क्या यहाँ आफ्नै भएर सक्नु त होइन नि त एउटै खाना सक्नु पर्छ अनि के भयो बगाएर काम लाग्यो जोडले क्यामेरा एउटा गीत गाइनु न आउँदैन केही त भन्नु न केही बोल्नु न केही नबोल्ने हो आज हाम्रो भेट भएको दिन आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर्दो मना माया लागेको होइन नभना हिजो अस्ति त्यही पर भेटेको हिजो अस्ति त्यही पर भेटेको तिम्रो माया मनमै झलेखेको नगर्दो मना माया लागेको होइन नभना माया लागेको होइन माया मिठो अल्लाहरे वर्षमा माया मिठो अल्लाहरे वर्षमा किन्नलाई पाइदैन पैसामा किन्नलाई पाइदैन पैसामा मालौ र भोलिलाई नभना हल्की जाला त्यो लाली जोबना फेरि भेट हुन्छ कि हुँदैन फेरि भेट हुन्छ कि हुँदैन नगर्दो मना माया लागेको होइन नभना यो रमाइलो बिहेको बेलामा हँसौ खेलो दुई दिने चोलामा माया
हाम्रो भेट भएको दिन आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर्दो मना नगर्दो मना माया लागेको होइन नभना माया लागेको आमा मुला खेलाउने छोरो क्यामेरा खेलाउने हामीले चित्त बुझाउने तँलाई जोराइ त्यो त यो दिदी माइलामा यिनीभन्दा बढी मरुवा छु त्यो मरुवा छु क्या त्यो घर कोठाले दुई जाँदैन तिमी त डरले गयो ए भान्जा यिनलाई चाहिँ टिक्टा बनाइदेऊ ल छोटो छोटो छैन नि मोटो झर्किने बानी छ हो मिठो सँग बोले त्यही झर्काइ भित्र मायाको खानी छ कान्छी बजारको सुन्दिउँला तोलाको टिकी हजारको कान्छी बजारको सुन्दिउँला तोलाको टिकी हजारको सुन्दिउँला तोलाको टिकी हजारको आकाशमा भोरो दिउँला तोलाको टोपी हजारको कान्छी बजारको दिउँला तोलाको
नदी ढुङ्गामा छल्कियो बिग्रेछ केटो नभन्नु सैले केटीमा पल्कियो कान्छी बजारको सुन्दिउँला तोलाको ठिकी हजारको कान्छी बजारको सुन्दिउँला तोलाको ठिकी हजारको सुन्दिउँला तोलाको ठिकी हजारको बुझ्यो सर खाना कस्तो छ खाना एकदम दामी हो आफैले बनाएको भएर मिठो भन्नुभएको कि मिठै छ हो किलो छैन त्यति भयो भएन मतलबदेखि बिटा सोनी खानु कान्छी बजारको सुन्दिउँला तोलाको ठिकी हजारको कान्छी बजारको सुन्दिउँला तोलाको ठिकी हजारको सुन्दिउँला तोलाको ठिकी हजारको यसरी जमघट यसरी जमघट हुन्छ तपाईँको अरू बेलामा तर बारीमा काम हो ल सुन्नुहोस् ध्यान दिएर सुन्नुहोस् ल ठ्याक्कै भन्नु अरू जाँदाखेरि शब्द हो मैले चाहिँ केही छुट्छ कतै छुट्छ हो भन्नु त केही छुट्दैन अनि हो तपाईँ अहिले पनि हेर्दा आनन्द आउँछ होला हो भन्नु त अहिले हेर्दा नि तपाईँलाई आनन्द आउँछ उहाँको छोरा मैले हिँड्दिया हो म स्वागत गर्छु धन्यवाद दिन्छु जो हाम्रा खलका तिवारीहरू आउनुभयो यहाँ चाहिँ नाति भाइ छोरा यो बिहेमा आउनुभयो सबै सहभागिता हुनुभयो यो तिवारीहरूको उपस्थिति आउनुभयो सबै तिवारी परिवारलाई म धन्यवाद दिन्छु र अरू आउनुभएका नातागोता इष्टमित्र सबै हाम्रो तिवारीकोमा आउनुभयो तपाईँहरू सबैलाई आभार व्यक्त गर्छु र हामी यो बाबुलाई चाहिँ आशीर्वाद बाबु नानीलाई चाहिँ आशीर्वाद एउटा वचन र पत्र दिने तयारीमा छौँ धेरै जिल्लामा बसेको छ बिस्तारै हामी चाहिँ सङ्गठित हुँदैछौँ र तिवारी कुल संरक्षण समिति भन्ने चाहिँ एउटा समिति बनेको छ
मैले अरूलाई पनि सुनाएको हामीले चाहिँ कुलको मन्दिर बनाउँदैछौँ। अब हामी सबै ठाउँका तिवारीहरू चाहिँ एक ठाउँमा बसेर कम्तीमा कुल पूजा चाहिँ एकै ठाउँमा गर्छौँ। त्यो चाहिँ कहाँ हुन्छ भने हामी तिवारीको मूल थलो भनेको धादिङ जिल्लाको पहिलाको मैदी गाविस अहिलेको चाहिँ ज्वालामुखी गाउँपालिका वार्ड नम्बर 2 चैनपुरमा मैले यो अन्ततिरको मान्छेहरूलाई सुनाएको त्यो छ। यसमा चाहिँ हामीले केही छैन। हाम्रो अहिले चाहिँ नव वर वधुलाई हामी आशीर्वाद हामी तिवारीहरूको तर्फबाट तिमीहरूको चाहिँ राम्रो होस्, यो दाम्पत्य जीवन सफल होस् भन्ने चाहिँ एउटा पत्र र उनीहरू चाहिँ भोलि पर्सिसम्म चाहिँ मेरा कुलका मान्छेहरूले मलाई यसरी चाहिँ आशीर्वाद दिएका थिए भन्ने सम्झनाको स्वरूपको रूपमा चाहिँ गर्छौँ। यसमा चाहिँ हामी अहिले म यो पढेर सुनाउँछु अनि हाम्रो चाहिँ जेठा दाईहरू बोजराज तिवारी र टोप्रसाद तिवारी आउनुभएको छ। उहाँले चाहिँ दुलादुलैको हातमा यो राख्नुहुन्छ अनि त्यो तिवारी कुल संरक्षण समितिको अध्यक्ष भएको नाताले मैले खादा लगाइदिन्छु। यहाँ सुरु गर्छ मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम कुण्डली काछे मङ्गलाय तनुहरि दाम्पत्य जीवनको शुभकामना। तिवारी कुल संरक्षण समिति मैदी चैनपुरका सहसचिव हाम्रो गोविन्द चाहिँ सहसचिव हुनुहुन्छ। गोविन्द गोर्खा गण्डकी गाउँपालिका 7 घ्यालचोक निवासी श्री गोविन्द तिवारी तथा अमृता तिवारीका आयुष्मान सुपुत्र सुजन तिवारी र आयुष्मती अमिता अब बुहारी भइन् अमिता पोखरेल बीच सुसम्पन्न शुभविवाहको अवसरमा नव वरवधुलाई सुखद दाम्पत्य जीवनको अटल सौभाग्य सुस्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिका लागि श्री कुलदेवता र पितृदेवतासँग प्रार्थना गर्दछौँ। समस्त तिवारी परिवार 2083 वैशाख 31 गते। मजाले छोरालाई पैसा नदिनुहोस् कसैले कमाएर गर्छ तिमीले दिने हो आमालाई लगाइदिनु भएको पाउनु पर्यो मेरो त्यो टाइम गर्ने मिस्टेक एउटा कुर्सी कसले उतापट्टि एउटा कुर्सी खाली छ भाइ यही बाहिर हजुर अब हामी बात लागिरहेर भाउजूसँग बिदा हुनु आए आमाहरू म यहाँ छु
ल दिदी सम्धी 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 सकिएर हजुर सबै बिहेलाई चाहिँ सम्पन्न गरेर अब काठमाडौँ जाने तयारी छौँ हामी सबैजना खाना खानु भयो नि समिति कार्यक्रम सम्पन्न गरियो कार्यक्रम धेरै रमाइलो भयो हस् ल ल बाई बाई ल सबै नमस्कार खै त बोले
Yo लगाइदिनु पहिला खाजा अनुभव खोज्दा पानी अलि जोडले बनाउनु न खाना खानु भएन कति बजी त खाएँ बाबु अहिले दिदी उता फर्केको थिएन जब दुईटा वडामा जोडेर गर्दाखेरि 12 क्यान 14 क्यान हुने ठाउँमा दुध हुने ठाउँमा अहिले 0 मा छ। ल जानु ल बाई बाई गर्नु सबैले बाई गरेर जानु ल जान राम्रो जानु होला तपाईँ जाने हो ल आमालाई खोइ त बाई गरे हक गर्नु यसो हुन्छ नि माया गर्नु ल पानी पानी थ्याङ्क यू धन्यवाद सर फेरि पनि के छ कहिले जाने हो घर ए काममा 1 महिना बिदा छ त्यसमा देखा जाएगा सर पानी 1 महिना त भोलिबाट सकिहाल्यो पैसा सक्यो मासु थोरै देखियो ससुराली कहिले जाने हो अरे मासु मात्र नखिचिनु न गरे नि हो केही भन्नु छ सुन सरलाई सुजन सर एकदम राम्रो मान्छे उहाँको बिहे भयो म एकदमै खुसी छु मभन्दा मेरो त अब होला नि त अब जुरा छ भने केटी चाहिँ यताउता छैन जिउँदो हुनु पर्यो केटी हुनु पर्यो यति भयो केही पर्दैन
सुगन्धी तपाईँलाई विनय दाइले उपहार दिनुभयो 70 लाखको सामान हालिदिनु 70 17 तपाईँहरू फोटो खिच्न कहाँ जानु भयो त्यही पनि मान्छे आज अलि स्लो भयो अब बचाउनु है दाजु रहेछ तपाईँ पहिलामै पऱ्यो खुट्टा थियो उतापट्टि गयो केही छैन नयाँ किन्नु होला 5 गते तल पाउँछ होइन खै भन्यो अनि तपाईँले कहाँ तल पाउने दिन खासै बोल्दै त यहाँ भनिसक्यो दुलाले अर्गानिक केटाहरुले पहिले विचार गरिरहेको पहिले तल पाउने 1 लाख आउँछ भनेर चाहिँ नभन्नु है बत्तेरी कहाँ म त अझ बेलामा बस्नु नभने पिनेलाई बत्तेरी यता मलाई टर्निङ छ नि उमेश भन्ने तपाईको पता साइडमा सही नहुन्छ नि नजिक आयो देखिन्न क्या हिजो कति बजे आइपुग्यो तपाईहरु राति भयो हिजो त 11 यस्तो हामी त चाँडै आइपुगेका थियौँ अनि त त्यो त्यस्तै गर्नुपर्छ जस्तो दुईटाको लुगा चाहिँ 2 दिन फोटो सेसनको लागि भनेर शिवलले दिन्छ हो दाइहरु हामी आज बालुवाटारमा छौं आदरणीय साथीहरु हामी आज सुजन तिवारीजीको बिहेमा यहाँ बालुवाटार गोर्खामा उपस्थित छौं र उहाँको आज यो बिहे त बुढीसँग साथीहरु चितवनदेखि आएका छौं सबै साथीहरु रमाइलो गर्दै हामीले भिडियो बनाइरहेका छौं थ्यांक यू क्यामेराम्यान दाइलाई पनि एप्रिसिएट गरौँ सबैले एकैछिनमा जोक्सा फेस भनौँ त्यसमा दुःख मनाइ चाहिँ फेरि हाम्रो रवि दाइलाई छ नि त अब हामी बालुवाटार पछि कता जाने भन्नु म्यारिड लाइफ आजै हो हाँस्ने दिन केही त बोल्दिनु केही त बोल्नु न पालो आइसक्यो भोलिबाट जिउँदो सही आउनु भयो रमाइलो लाग्यो म सधैँ हँसाउँछु भन्नु न